हेलो साथीहरु, नमस्ते, गुड मर्निङ, वेलकम ब्याक टु आवर युट्युब च्यानल। साथीहरु हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। र साथीहरु आज चाहिँ मैले न्यू डे न्यू ब्लग लिएर आएको छु। साथीहरु आज चाहिँ बाहिरको मौसम यस्तो छ, हेर्नलाई जालीबाट देखाइदिन्छु। म पानी परिरहेको छ यस्तो। आज दिनभरि झरी पर्ला जस्तो छ है साथीहरु। यस्तो छ आजको मौसम चाहिँ। र साथीहरु अब चाहिँ खाना खान्छु मैले। म दुब्लाएर यस्तो भए, यस्तो रेसिपी वाला। अच्छा ठीक है। एकछिन रेस्ट गर्छु अनि नानीलाई लिन जानुपर्ने हुन्छ एकछिन पछि साथीहरु। पापड पुराउनु पर्यो। मलाई चाहिँ पिरोवाला पापड मन पर्दैन। आज मैले पहिला चाहिँ डेन्जर पिरो हाल्छु साथीहरु। त्यो डरले खानु पर्छ। अन्त सक्दिनँ म पिरो खान। यस्तो भयो। कहिले कहीँ खाँदा केही नि हुन्न, हेल्थको लागि राम्रै हुन्छ। अब त धेरै तेल हाल्दिनँ, यस्तै बनाउँछु। अब चाहिँ भाँडा माझ्छु साथीहरु मैले। आसु साथीहरु हिजोको ब्लग फेरि आजबाट सुरु गरिरहेको छ हामीले। हिजो यता हेर त सानो। मेरो नानी त आज त स्याटरडे हो है सानो। आज त भोलि त फ्राइडे हो। आजको ब्लग चाहिँ हाम्रो भोलि आउँछ। भोलि सन्डे 4 बजे आउँछ। हजुर आज भोलि के जाने? वेलकम ब्याक टु आवर माई युट्युब च्यानल होला सानो। हामीहरू वहाँ जान लागेको। हामीहरू यति सल्लाह गएको। म भाइ बकेर गएको। हामीले यताखेरि भात बसालेर चाहिँ यो सिटी लाग्दैन राम्रोसँग। यहाँ करेला बनाउँछु, करेला। अनि यहाँ चाहिँ मासु लिएर आएको छ हामीले। मासु ल्याएको छ आज, मासु बनाउनु। अनि यहाँ चाहिँ मेरो चिया सिड छ। चिया सिड यो चाहिँ काँक्रो, कागती अनि पुदिना मैले भिजाएको छु यसरी। अहिले खानालाई टेस्ट सफा हुन्छ भन्दा है साथीहरु। करेला पाल्दैछ है साथीहरु। करेला माई फेभरेट करेला। अब चाहिँ साथीहरु नानीले होमवर्क गर्न लाग्यो। यता हेर्नुहोस्, सानले होमवर्क गर्छ। अब सिरानीको ताल माइको सिरानी मेरो राखले सिरानी उस गरेर गर्ने। ल नानीलाई एउटा टेबल किनिदिन्छु। हस् यता हेर त एकछिन। जे पनि पिङ्क पिङ्क, ब्याग पनि पिङ्क, मान्छे नि पिङ्क गर्नु पर्यो। पिङ्क कलर हो। मलाई स्पाइडरम्यान चाहियो। ओरा ल ओके ल ओके। यताबाट गर न। नानीले गरेको होमवर्क हेर्नु है साथीहरु। यताबाट हेर्छु ल। वाउ अब यसलाई म्याचिङ गर्ने है। मम्मी हेर्नु के यता गर्नु पर्दैन? ए यहाँ नि गर्नु छ त है। वन पछि के सर्कल द सेम नम्बर। वन कहाँ छ? यो 1 1 लाई यो सर्कल गरेर सर्कल बनाऊ। पहिले यहाँ बनाऊ, त्यसरी बनाओस्। ल यसलाई 7 को यहाँ है। ल गर ल। कति ज्ञानी छन् मेरो छोरो त। यता हेर त एकचोटि। वाउ अब चाहिँ हामीले खाना खाएको साथीहरु। आगर त ल म पाल्ने जान्छु। पहिला खाऊ। सानो खान्छ। माफसलाई साथीहरु म पनि खाना खान्छु है। हामी चाहिँ सुतेर उठेको है गाइस। भक्कै त्यहाँ माथि नन्दको घर जानु पर्यो एकछिन। यही हो उतापट्टि। अनि छोरीको कपडा मिलाइदिन्छु मैले। सनस्क्रिन लगाएको सेतो सेतो देख्यो होला। सनस्क्रिन उठ्नै मन नलागेर छ। मलाई फेरि गर्मी भएपछि शीतल
आयो भने यति निन्द्रा लाग्छ दिउँसो कसरी नउठाइदियोस् जस्तो हुन्छ के गर्नु नै पर्यो होइन सानो मम्मी आज भएपछि छुट्टी हो आज चाहिँ हामी घरमै बस्छ अलिक कोटी होम जाने भनेको अलिक गयो भने भिडियो देखाउँछु हजुरहरूले गाइस है खै पकाउनु हामी यो बच्चा भाँचियो उज्यालो बनायो हामी आइपुग्यो साथीहरू अन्त रिलु भन ओके साथीहरू आजको लागि भिडियो यति नै हामी कोटी होममा गएको थियो होइन हजुरलाई देखाउन पाएन त्यसको लागि सरी मैले मोबाइल लानै बिर्सेछु रुममै छोडेछु साथीहरू त्यसको लागि सरी माफ गरिदिनु होला र साथीहरू एउटा खुसीको खबर मेरो चाहिँ सब्सक्राइबर 10K पुगेको छ म एकदम खुसी छु यसै गरी सधैँभरि माया गरिदिनु होला थ्याङ्क यू धन्यवाद सबैलाई साथीहरू गुड नाइट बाई बाई